नमस्ते साथीहरु, वेलकम टु माई न्यू भिडियो के कस्तो लाग्छ सुझाव सल्लाह नि दिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब नि गरिदिनु होला। हेर्नुहोस् यो भिडियो पुरा। कार ड्राइभिङ लाइसेन्स दिँदा चाहिँ यो फास्ट चाहिँ नगर्नु होला है साथीहरु। यो चाहिँ मैले तपाईहरुलाई देखाउनको लागि चाहिँ यो स्पिड गराएको है। मैले दिने ड्राइभिङ सेन्टर चाहिँ यो साथीहरु। यो चाहिँ राधे राधे हो, सल्लाहगरी भक्तपुरको। यो ट्रायल नदिनु भन्दा अगाडिको बनाएको भिडियोहरु हो गाइस। सुरु हुनुभन्दा पहिला त्यो ट्रायल सेन्टरमा जुनसुकै ट्रायल सेन्टरमा पनि एकचोटि तपाईहरुले पैसा तिरेर अभ्यास गर्नु होला राम्रोसँग हैन। आफूलाई कन्फिडेन्स पनि हुन्छ, त्यो ठाउँको बारेमा चाहिँ अलिकति ज्ञान पनि हुन्छ। यहाँनिर यो छ, यो पछि यो आउँछ, यतिको ग्याप छ, यहाँ हामीले यति स्टियरिङ गर्यो भने यति हिँड्छ भनेर। अनि यो हाम्रो यो बीचमा आएको यो डाँडाहरुमा यसरी रोक्यो भने पनि फेल हुन्छ। पछाडि ब्याक गयो भने त्यही भएर तपाईहरुले गाडी बन्द नहुने हिसाबले सर्लक्क लानु होला। केही पनि नबिग्रियोस्, कतै पनि नझुकोस्। साइड लाइट दिँदाखेरि पनि त्यो टर्निङमा पुगिसकेपछि साइड लाइट दिनु होला। दिँदाखेरि त्यो ह्यान्डल चाहिँ दायाँ बायाँ नगर्नु होला। ह्यान्डल राइट साइड गयो भने चाहिँ लाइट आफै बन्द हुने सम्भावना बढी नै हुन्छ। यो गाडी अगाडि एउटा गाडी जेब्रा क्रसिङ भन्दा अगाडि एउटा उकालोमा गाडी छ भने हामी त्यो जेब्रा क्रसिङ भन्दा उतै लाइन गाडी रोक्नुपर्छ गाइज हैन। त्यहाँ हाम्रो रेड लाइट भयो नि नभए नि त्यो रोक्नुपर्छ। यसरी ल्यायो भने चाहिँ फेल हुन्छ है। त्यहाँ रोक्नुपर्छ, ट्राफिकले आ भने चाहिँ आउनुपर्छ। जब यो रेखा र त्यो रेखा उकालोमा लागिसकेपछि चाहिँ अगाडिको लाइन नछुने हिसाबले चाहिँ गाडी रोक्नु होला। पछाडिको लाइन चाहिँ हुन्छ, यसरी रोक्दा नि फेल हुन्छ। तल उकालोमा पनि अगाडिको लाइन चाहिँ नछोस् हिसाब हुन्छ। एलब्याकमा चाहिँ तपाईहरुले सर्लक्क टर्निङमा बिस्तारै दायाँ बायाँ रेखा नछुने हिसाबले राम्रोसँग ध्यान दिएर आफ्नो गियर प्लस घुमाउने टर्निङको ह्यान्डलको कन्ट्रोलिङ र खाकालाई राम्रोसँग हेराएर मेन भनेको एलब्याकमा चाहिँ आफ्नो लेफ्ट साइडको क्यामेरा नै ऐनालाई राम्रोसँग हेर्नु होला। राम्रोसँग ऐनालाई हेरेर चाहिँ घुमाउनु होला। लेफ्ट साइडको ऐनाको चाहिँ धेरै भूमिका रहेको हुन्छ यस टर्निङमा चाहिँ, एलब्याकमा चाहिँ। घुमाउँदाखेरि पनि मेरो गियर ब्याक गियरमा गयो कि गएन भनेर चाहिँ पूर्ण कन्फिडेन्टका साथ लिनु होला। कुनैले त्यो ब्याक गियर लिँदाखेरि चाहिँ 4 गियर अथवा 5 गियरमा पनि जान्छ। त्यो गएको खण्डमा चाहिँ गाडी उठाउन खोज्दाखेरि चाहिँ तपाईको गाडी चाहिँ बन्द हुन सक्छ। त्यसैले त्यो कुरामा धेरै जरुरी छ। यसरी उले चाहिँ ग्याप बढी नै ल्याछ ब्याक गर्दाखेरि, तर यसरी पनि घुमाउन सक्ने मान्छे चाहिँ हैन। अब आफूले यति चाहिँ ग्याप ल्याउनु हुन्न। पछाडिको चक्का चाहिँ लगभग 1 बित्ता 2 बित्ता चाहिँ 2 बित्ता 1 बित्ता भने 2 बित्तासम्म भयो भने चाहिँ आरामले जान्छ। उले पनि राम्रोसँग घुमाएको छ। यस्तो कुराहरुमा पूर्ण रूपमा जानकारी दिनु। पछाडि हेर्दाखेरि नै राइट साइड बढी छ भने लेफ्ट साइड कम छ भने चाहिँ राइट साइडको अलि च्यापेर चाहिँ पछाडि ब्याक गर्नुपर्छ हैन। यसरी गरिसक्यो भने चाहिँ ट्राफिकले पछाडिसम्म पुगिसक्यो भने चाहिँ ट्राफिकले चाहिँ जा भनेर भन्छ। ल आउनु भनिसकेपछि चाहिँ तपाईको ट्रायल पास हुन सक्नुहुन्छ। यसरी त्यो हाम्रो दुईटै दायाँ पोल छ नि साथीहरु, त्यो राइट साइड त्यहाँ लेफ्ट साइडको रातो पोल, त्यो पोल चाहिँ पुरै नाग्नुपर्छ है। यसरी ब्याक लगेपछि यसरी ब्याक लिइसकेपछि चाहिँ अब लगेर त्यहाँ पार्किङ गर्नुस् भनेर भन्छ। फेरि तपाईले ब्याक गियरलाई 1 गियरमा अगाडितर्फ लगेर गाडी चाहिँ सर्लक्क रूपमा लगेर चाहिँ तपाईहरुले अगाडि बिस्तारै लगेर चाहिँ यो साइडमा ल्याएर पार्किङ गर्नुहुन्छ। अनि तपाई चाहिँ पास हुनुहुन्छ साथीहरु। ल सब साथीहरु तनावमा बसिरहन्। अब हाम्रो ट्रायल हुने चाहिँ एकछिनमा, त्यही भएर सबै साथीहरु वेटिङमा बसिरहन्। मलाई चाहिँ बोल्न लाज लागेर म चाहिँ यसरी लुकी भिडियो बनाइरहेको छु है गाइज। तनावमा छन् सबैजना, म पनि तनावमै थिएँ, तर सो एक्साइटेड। पास चाहिँ हुन भयो, जे होस् खुसी लागिरहेको। यहाँ चाहिँ म पास भइसकेको छु है गाइज। ट्रायल दिएर अब यहाँ बिल त्यो नागरिकता के दिएर यहाँ सिग्नेचर गर्न मात्रै बाँकी छ है। म यो चाहिँ लुकेर बनाएको भिडियो हो।
पनि छ सर के अरे नागरिकता पनि छ हजुर गोपाल 22 140 पैसा त होइन छैन सर हजुर कपाल त अहिले बिदाम भएर पालेको छ अब यो पुसबाट खटाउने भने हस् सर सर सलाम फाइनली लाइसेन्स निकालेका आज मैले पास भए पास बधाई छ धन्यवाद कता गयो त साथीहरु यो देखाउनु पर्छ त भित्र पर्दैन के पनि पर्दैन पास पास भयो मेरो कस्तो हेर न केमा गयो म एट घुमेर राम्रो गइरहेको थिएँ होइन हात अलिकति स्लिप भइदिएर वाइपर चल्छ क्या त्यसले म त 9 दिन मात्र सिकेँ पास कन्फिडेन्ट हुनु पर्यो कन्फिडेन्स ल हस् म लागि फाइनली पास हुई पास कहाँ अलिकति सिकाउनु दाइ चाहिँ पास भयो के भयो किन हामी सबै मेरो आँटेको रहेछ यतिखेर हुन्छ भने सुरुमा त्यो एक्सिलेटर कहाँ जान्छ के हुन्छ सबै कुरा ध्यान दिनु पऱ्यो नि त मैले एकचोटि चलाएँ अगाडि गएँ अनि त्यो टी आकारको थिएन फेरि मेरो सिधा खाले थियो त्यो ह्यान्डल कस्तो हो त अगाडि हो कि पछाडि हो त्यो पनि याद गरेँ होइन मैले सबै कुरा याद गरेँ अनि एकछिन अगाडि पछाडि गएर सोधेँ ए हुन्छ ल बेस्ट भने अनि त्यो भने त्यो अगाडिको दाइ फेल भयो तपाईँलाई फेरि भनिरहेको थियो अरूलाई मैले हेर्दै हेर्नु हुने कि अरूलाई हेरेर आत्तिन्छ मभन्दा अगाडि तपाईँ थिएँ म त्योभन्दा पछाडि हेरिरहेको थिएँ म त कसैलाई हेरिनँ हेर्दा अगाडि थिएँ म बिस्तारै म त पछाडि बस्नु भयो होइन म त तपाईँलाई जान्छ तपाईँलाई जा भन्छ कि किनभने म त अगाडि आउनु भने मलाई जा भने अगाडि गाडी भन्छु सर गएको यार पास भयो यार ल 3 दिनपछि राजस्व बुझाउने अरे कति हो बुझाउने दाजु यो राजस्व कति बुझाउनु पर्छ गाडीको बाइकको छ कि छैन बाइकको छ बाइकको हो 500 बाइकले पास गरेको त्यही त बाइकको लाइसेन्स छ भने 500 मात्रै तिर्नुपर्छ यसको ए आनन्द रहेछ त्यसो मात्र 1500 ए 1500 तिरिसक्यो त बाइकको त्यही त हो यसको 500 ए ल ल हस् धन्यवाद ल लाग म त हतार छ यार ल अब तपाईँ कता जाने हो तपाईँ म त यहीँ नजिकै हे पास भयो केडा पास पास भइसक्यो म पहिलोचोटिमा लाइसेन्स निकालेँ मैले मैले लाइसेन्स निकालेँ गाइस मैले लाइसेन्स निकालिसकेँ धेरै खुसी छ आज सो एक्साइटेड ओके गाइस बाँकी कुरा भ्लगमा भेटौँला